दर्शकवृन्द नमस्कार। आजको श्रृङ्खलामा हामी अत्यन्तै पवित्र विषयमा चर्चा गर्दैछौँ। आमा, सुन्दै कति पवित्र शब्द छ हैन? सपनामा जन्म दिने आमा, कर्म दिने आमा, सानी आमा, ठुली आमा, सासु आमा, हजुरआमा आदि मातृत्व वर्ग देख्दा कस्तो फल मिल्छ त? विभिन्न अवस्थामा देखिएको सपनाले भिन्न भिन्न फल दिने भएकाले तपाईको सपनामा तपाईले आमालाई कस्तो अवस्थामा देख्नुभयो त? कृपया कमेन्टमा लेखी पठाउन सक्नुहुनेछ। हामी कमेन्ट रिप्लाई गरी तपाईको जिज्ञासा मेट्ने कोसिस अवश्य पनि गर्ने नै छौँ। अब जाउँ आजको श्रृङ्खलातर्फ। सपनामा आमा देख्नुलाई अत्यन्तै शुभ सपना मानिन्छ। प्रेम, सुरक्षा, आशीर्वाद, स्नेह र मार्गदर्शकको प्रतीक हुन्छन् आमा। सामान्यतया मातृत्व वर्ग यानि आमा पूजनीय हुने भएकोले आमालाई देवीको स्वरूप पनि मानिन्छ। सपनामा आमा देख्दा मिल्ने 10 शुभ फलहरू यस प्रकार छन्। नम्बर 1, सुरक्षा र ममता प्राप्त हुने। आमा देख्नु भनेको जीवनमा कसैको सहारा, माया, स्नेह र भावनात्मक समर्थन पाइने सङ्केत हो। नम्बर 2, सफलता। यदि आमा मुस्कुराइरहनु भएको, तपाईलाई बोलाइरहनु भएको वा साथ दिएको देख्नु भएमा आगामी दिनमा तपाईको काम, पढाइ वा करियरमा राम्रो प्रगति हुने अर्थ लाग्दछ। तपाईको जागिरमा पदोन्नति साथै व्यापारमा फाइदा हुने सङ्केत यसले गर्दछ। नम्बर 3, चिन्ता वा तनाव हट्ने। आमा सपनामा आउनु भएमा मानसिक बोझ हल्का हुने, मन शान्त हुने सङ्केत पनि मानिन्छ। नम्बर 4, परिवारसँग सम्बन्ध अझ राम्रो हुने। आमाको सपनाले पारिवारिक एकता र सम्बन्धमा मिठास बढ्ने सङ्केत पनि स्वप्नशास्त्रमा उल्लेख गरेको पाइन्छ। नम्बर 5, आमाबाट आशीर्वाद मिल्ने। हिन्दू सपना विज्ञान अनुसार आमा देखेमा तपाईलाई शुभ फल मिल्ने, काममा बाधा हट्ने र नयाँ अवसर खुल्ने, त्यसै गरी शरीरमा जोस जाँगर यस कृति प्राप्त हुनेछ भनी स्वप्नशास्त्रमा उल्लेख गरेको पाइन्छ। नम्बर 6, स्वास्थ्यमा सुधार। यदि तपाईको स्वास्थ्यमा केही समस्या आइरहेको छ भने तपाईको स्वास्थ्यमा सुधार आउने, तपाईको स्फूर्ति बढ्ने सङ्केत यसले गर्दछ। नम्बर 7, रक्षाको प्रतीक। यदि तपाईलाई कुनै पनि कुराहरूबाट खतरा भइरहेको छ, शत्रुपक्ष हाबी भइरहेका छन् भने शत्रुमाथि विजय, खतराबाट जोगिने सङ्केत यसले गरेको हुन्छ। धन लाभ। यदि तपाईले सपनामा आमा देखेमा तपाईको आर्थिक पक्षमा सुधार आउने सङ्केत यसले गर्दछ। नम्बर 9, सकारात्मक परिवर्तन आउने। तपाईले कुनै पनि कार्यमा सिद्धि प्राप्त गर्नुहुने, सफलता प्राप्त गर्नुहुने र तपाईले चाहेको वा आँटेको काममा सकारात्मक परिवर्तन आउने, कसैबाट साथ प्राप्त हुने सङ्केत यसले गर्दछ। भाग्य बलियो हुने। तपाईले आँटेका कुनै पनि कुरामा भाग्यले साथ दिने अथवा तपाईलाई चिट्ठा आदि पर्ने सम्भावना पनि बढ्ने यसले सङ्केत गर्दछ। तृतीय, राम्रा सपनाहरू। यदि तपाईले सपनामा आमा रोइरहेको, आमासँग टाढिएको आदि जस्ता नकारात्मक सपनाहरू देख्नु भएको छ भने त्यसले कस्तो फल दिन्छ त? आउनुहोस् जानौँ सपनाका 10 नकारात्मक फलहरू। नम्बर 1, आमा रोइरहेको देखेमा भावनात्मक तनाव वा केही चिन्ताजनक घटना हुन सक्ने सङ्केत यसले गर्दछ। नम्बर 2, आमासँग टाढिनु पर्ने अवस्था। यदि तपाईले सपनामा आमासँग टाढिँदै गरेको देख्नुभयो भने आफन्तजन वा साथीभाइको सहयोग कम हुने, कसैबाट धोका हुन सक्ने भएकोले सावधान अपनाउनुहोला। नम्बर 3, आमा बिरामी भएको देख्नु। यदि तपाईले सपनामा आमा बिरामी भएको अवस्थामा देख्नु भएमा तपाईको घरमा केही चिन्ता आउन सक्छ, केही अस्थिरताहरू आउन सक्छ, छिमेकीहरूले केही नराम्रा बाधा व्यवधानहरू पुर्याउन सक्नेछन् भन्ने अर्थ यसले राख्दछ। नम्बर 4, आमा रिसाउनु भएको देखेमा। यदि तपाईले सपनामा आमा रिसाइरहनु भएको देखेमा तपाईले जीवनमा केही गल्ती गरिरहनु भएको छ र जुन गल्तीलाई तपाईले सुधार्न आवश्यक छ भन्ने सङ्केत यसले गर्दछ। नम्बर 5, आमा नबोलेको अवस्थामा। यदि तपाईले सपनामा आमालाई देख्नुभयो र बोलाउँदा पनि आमा बोल्नु भएन भने तपाईले केही महत्त्वपूर्ण कुरामा ध्यान नदिएको भन्ने यसले सङ्केत गर्दछ। जस्तो कि तपाईले अपनाउनु भएको मार्ग गलत भइरहेको अथवा तपाईले लिइरहनु भएको निर्णयले भविष्यमा नकारात्मक प्रतिफल दिन सक्नेछ भन्ने सङ्केत यसले गर्दछ। त्यसैले कुनै पनि निर्णय लिनु पूर्व होसियार रहनुहोला। नम्बर 6, आमा हराएको। यदि तपाईले सपनामा आमालाई अकस्मात हराएको देख्नु भएमा तपाईको जीवनमा सुरक्षाको कमी वा मनमा डर पलाउने सङ्केत यसले गर्दछ। तपाईको जीवनमा भइरहेका मनका शान्ति हराउने, मनमा अशान्ति छाउने सङ्केत यसले गर्दछ। नम्बर 7, मृत आमा रुँदै गरेको देखिनु। यदि आमाको स्वर्गारोहण भइसकेको छ र सपनामा आएर रोइरहनु भएको देख्नु भएमा तपाईको कुनै पनि कामहरू अधुरो छन्, तपाईलाई केही कुराको पश्चाताप छ वा कुनै पुराना कुराहरूले तपाईको मन दुखाइरहेको छ भन्ने सङ्केत यसले गर्दछ। यदि तपाईले बार आफ्नो स्वर्गारोहण भइसक्नु भएको आमालाई देख्नुहुन्छ र उहाँ रोइरहनु भएको, दुखी हुनुभएको अवस्थामा देख्नुहुन्छ भने तपाईले श्राद्ध आदि तर्पण गर्दाखेरि विशेष ध्यान दिएर चोखो निदो भएर गर्नुहोला।
नम्बर 8, आमाले केही सामान दिन नमान्नु। यदि तपाईँको सपनामा आमाले केही तपाईँलाई सामान दिइरहनु भएको छैन भने तपाईँले आँटेका कामहरूमा असहजता वा अडचनहरू आउन सक्छन्। नम्बर 9, आमासँग झगडा। यदि तपाईँको सपनामा आमासँग झगडा पर्दै गरेको देख्नु भएमा तपाईँको भावनात्मक असन्तुलन बढ्ने र परिवारमा तनाव बढ्ने, आफ्नो परिवारमा झगडा हुन सक्ने सङ्केत स्वप्नशास्त्रमा जनाइएको छ। नम्बर 10, अँध्यारो ठाउँमा आमालाई देखिनु। यसलाई अलिक नकारात्मक तरिकाले हेर्ने गरिन्छ। यदि तपाईँले सपनामा अँध्यारो ठाउँमा आमालाई देख्नु भएमा तपाईँ सावधान रहनुपर्ने सङ्केत हो। तपाईँमा नकारात्मक ऊर्जा आउने वा समस्या आउन सक्ने अथवा कसैको नकारात्मक नजर रहेको र तपाईँलाई कुनै पनि बेला कसैले फसाउन सक्ने अथवा धोका दिन सक्नेछन् भन्ने सङ्केत यसले गर्दछ। दर्शकवृन्द, यी थिए सपनाका नकारात्मक पक्षहरू। हाम्रो स्वप्नशास्त्रमा हरेक सपनाको फलादेश तोकिएको छ। तपाईँले कस्तो अवस्थामा सपना देख्नु भएको छ कमेन्ट गर्नुहोला। यदि सपनामा सौतेनी आमा देखे घर परिवारमा जिम्मेवारी बढ्ने र केही परिवर्तनको सङ्केत हुन्छ। त्यस्तै सासु आमा देखे घरमा सम्मान, समर्थन र सम्बन्ध सुदृढ हुने। ठुली आमा, फुपू वा काकी देखे पुराना काम बन्ने र परिवारमा सहयोग प्राप्त हुने। सानी आमा देखे काममा सफलता र मन हल्का हुने र सानातिना यात्राहरू हुने। यदि सपनामा हजुरआमा देखेमा आशीर्वाद, दीर्घायु र शुभ समाचार प्राप्त हुने। तर यदि सपनामा आमाको मृत्यु भएको देखेमा चिन्ता, परिवर्तन वा भावनात्मक दबावको चेतावनी समेत हो। त्यस्तै आमाले गाली गरेको सपना पनि खास राम्रो मानिँदैन। यदि तपाईँलाई सपनामा आमाले गाली गर्नुभएको छ भने तपाईँले जीवनमा केही गल्ती गर्दै हुनुहुन्छ भन्ने सङ्केत यसले गर्दछ। आमा नाच्दै गरेको देख्नुलाई अत्यन्तै शुभ सपना मानिन्छ। तपाईँको घर परिवारमा खुसी, उत्सव र शुभ फल प्राप्त हुने सङ्केत यसले गर्दछ। आमाले खाना पकाउँदै गरेको देख्नु पनि अत्यन्तै शुभ सपना हो। यदि तपाईँको सपनामा आमाले खाना पकाउँदै गरेको देख्नु भएको छ भने तपाईँको जीवनमा धन, सम्पत्ति, मान, सम्मान, कृति प्राप्त हुने र त्यसै गरी मनमा शान्ति र जीवनमा पूर्णता छाउने भन्ने कुरा स्वप्नशास्त्रमा जनाइएको छ। दर्शकवृन्द, तपाईँले देख्नु भएको सपना राम्रो नराम्रो जस्तो भएको भए तापनि तपाईँको आउने समय शुभ रहोस् भनी श्री पाथिभरा माता समक्ष कामना गर्ने नै छौँ। तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? यदि भिडियो मन परे भिडियोलाई लाइक गरी हाम्रो मेहनत र आमाको सम्मान स्वरूप कमेन्टमा आमा लेख्नुहोला र थप यस्तै सपनाका अपडेटका लागि तपाईँ हाम्रै यस युट्युब च्यानल ड्रिम एस्ट्रोलोजी एन्ड साइन्सलाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला। यहाँको आउने समय शुभ रहोस्। धन्यवाद। नमस्कारम।